तपाईहरुलाई रोटी मनपर्छ भने यो रातो दालको रोटी बनाएर खान चाहिँ नबिर्सिनुहोस्। स्पेशली तपाईहरु वेट लस जर्नीमा हुनुहुन्छ भने त पर्फेक्ट मिल हुन्छ है। सो भेजिटेबल्स पनि एड गर्नुहोस् यसमा। तपाईले नेपाली मसलाहरु पनि सबै एड गर्न सक्नुहुन्छ। मेरो प्रोग्राममा कोदो फापरको रोटीहरु पनि अलाउड छ, तर तपाईले यसरी दालको रोटी खाँदा अझै क्यालोरी लो हुन्छ है। अनि स्पेशली वेट लस जर्नीमा चाहिँ म एकदमै हाइली रिकमेन्ड गर्छु है। मलाई चाहिँ एकदमै मन पर्छ पर्सनली, प्लस मेरो बच्चाहरुलाई पनि एकदमै मन पर्छ के। सो नेपाली मसलाहरु हाल्ने अनि अलि थोरै तेल हालेर यसरी प्यानमा पकाउने। बनाउँदाखेरि चाहिँ म चाहिँ बिग ब्याच बनाउँछु के, अलि धेरै बनाइराख्छु अनि यसलाई चाहिँ स्टोर गरेर राख्ने अनि पछि निकालेर खाँदा भइहाल्यो हैन। तपाईले दहीसँग पनि इन्जोय गर्न सक्नुहुन्छ अथवा केराउको झोल हैन कुनै सुपहरुसँग पनि इन्जोय गर्न सक्नुहुन्छ। मैले चाहिँ जस्ट गोलभेडाको अचारसँग इन्जोय गरे। स्पेशली मैले भनिहालेँ वेट लस जर्नीमा हुनुहुन्छ भने चाहिँ सेतो पिठोबाट बनेको रोटीहरुलाई अभोइड गरेर यसरी रातो दालको रोटी एड गर्नुहोस्। वेट लस एकदमै राम्रोसँग हुन्छ।